हेलो गाइस, म चाहिँ अहिले यहाँ ट्यु ग्राउन्डमा छु। सो गाइस हैन, ट्यु ग्राउन्डको यो जङ्गलमा छौँ। यहाँ सुन्नु गाइस है, सुनौँ गाइस ल। देख्नुभयो छैन नि, मैले देखाएँ ऊ माथि यहाँ कहाँ भन्ने यहाँ कोइली रमाइलो छ ट्यु ग्राउन्ड। सो शान्त भयो, मान्छे आफ्नै धुनमा हुन्छ क्या यहाँ चाहिँ। पढ्नेलाई पढेर आउँछ, आफू जस्तो डुल्ने काम हो होइन, डुलेर आउँछु। रमाइलो छ, जङ्गल चराचुरुङ्गीहरू बासिरहेको हुन्छ होइन यतातिर। हाम्रो म्यानजी यता हुनुहुन्छ, माथि बासिरहेको चराचुरुङ्गी पनि टन्नै मिल्छ गएछ यतातिर चाहिँ। के भन्नु छ म्याम? ऊ त्यहाँ गएछ गाइस, मलाई बोल्दा राख के भयो के भन्यो? ए फोटो खिच्ने मान्छे पनि छन् भने होला नि ऊ त्यो होइन यस्तो छ गाइस। यसको अनुहार हेर न गाइस, मलाई पो चप्पल राख्नु अरे के फेरि। ओए कुकुर, मलाई पो चप्पल राख के भने अरे मलाई यता हेर्न हेर्न के भने अरे मलाई चप्पल राख भने अरे के भने फेरि भन्दा चप्पल राख्नु भनेको किन बस्नलाई। किन बस्नु जानु परेन र अब रुम त जाने होइन, यहीँ बसेर पुग्छ। किन आज खुसी छौ क्या है तिमी त? बहुत कति खुसी छौ? किन खुसी हुने? के छ र खुसी हुनु आज? धेरै खुसी देख्छु, ह्याप्पी देख्छु यहाँ। पहिला म रुममा बस्दाखेरि त यस्तो देख्दैन थियो त। फेरि भाइ नखेलेर ग्याम इज ग्याम ग्याम भने ग्याम हो होइन। भनेको बल आएमा बल फाल्छ। यस म बाउटे हातले पनि हान्छु, फालिदिन्छु। यतिसम्म पावर छ क्या। यस्तो छ जङ्गल। आम्मामा क्या दामी छ है भ्यू त यता। किन के भन्छ भन्नु मेरो सब्सक्राइबरहरूलाई? फेरि बाहिर खेल्नु भन्छ। यस्तो जाँदो रहेछ कि किनेर के काम यार। बिस्तारै कुत्री आने कि गाइस। यो त्यो के भयो चोर फसी ओके बिस्तारै अन्जेलो। यो है यो के भयो? यो बिस्तारै हान्न बिस्तारै भएन यो भएन आफू बिचमा यसो मान्दैन है भएन छिटो मान्दैन वान मिस गेम दुई सन त्यसो यो गाला यस्तो कहाँ भन्नु मिल्छ भन्नु मिल्दैन। के भने मै फस्छु यार। त्यस्तो कहाँ हुन्छ? हुँदैन
ए सिधै गएको है भिडियो एक्सन गाई बस्तु पनि रहेछ नि यार यहाँ मुट्टी कहाँ जाँलाई है एकत्र गएको थियो नि त त्यही भएर लगाउने भने हुन्छ नि एक गति सिलाएको थियो नि त त्यही भएर सिलाउने भने क्या तँलाई हुन्छ नि किन मान्न वाइ वाइ किन भन्नु के अरे दुख्छ नै के निम्रो होइन हो म यता आएको थिएन यार आज फर्स्ट टाइम आएको ठिक छ है ठाउँ ल कस्तो लाग्यो भन्नु ठाउँ कस्तो लाग्यो ठिक मात्रै कि राम्रो लाग्यो कि बेस्ट लाग्यो कि ठिक मात्र ठिक मात्र लाग्यो भने के भन्नु छैन है त दीक्षा रहने बाट हेर्न यता हेर्न दीक्षा उ त्यो रुखहरू छैन उ त्यो सानो सानो रुखहरू यस्तोमा गाउँमा म हुटिङ जान्थेँ के को हुटिङ भन्न कालेजी भन्न क्या यस्तो रुखहरू गाइज गाउँतिर हुँदाखेरि बहुत गइन्थ्यो सुरु हुन्थ्यो ओ सर्प यार ओ यहाँ गयो एन्ड सो गाइज आजको भ्लग चाहिँ यहीँ स्टप गर्छौँ र यो भ्लग जतिले हेर्नुभयो सबैले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला कमेन्ट गरिदिनु होला लाइक गरिदिनु होला र यस्तो यस्तो भ्लगहरू आउँदै गर्छ मेरो च्यानलमा सो त्यता भन गाइज यहाँ पो दामी छ क्या अहिले म देखाउनु चाहेको यस्तो खतरा ठाउँ छ यस्तो खतरा यस्तो बवाल पुरै फ्लरै फ्लर फुलै फुल भएको फ्लवर यही त भनेको थिएँ नि गाइस यही फ्लवरको बात त हामीले किया था गाइस इसी का बुझिनु मायाले प्यार गरेको ल तिमीलाई सुहाउँछ रुम जाने हो यता माथिबाट जाने क्या उयोबाट गाइस यहाँ नि म्याक्सिमम् मान्छेहरू पढ्ने मात्रै देखिन्छ क्या तर यो चाहिँ छ नि यो डुलेर खान्छ यो पुरै ओ यता हेर्नु देख्छ त्यो के अरे डुलेर खाने मात्रै हो पिएचडी गरेको मान्छेले डुलेर मात्रै खाने हो पढ्ने त छैन बिए पास अब डिग्री पास मेरो यस्तोमा हात दुख्न लाग्यो अहिले के अरे अनि यो अलि मतलब यो कलेज छ नि त यो कलेज नजिक भएर क्या उयो कलेज सामान्य कलेज हो इसी नै त्यो गाइस सो गाइस अब चाहिँ भ्लगको अन्तिमतिर पनि हामी आइसक्यौँ अनि जतिजनाले भ्लगलाई हेरिदिनुहुन्छ साथ सपोर्ट गरिदिनुहुन्छ तपाईँहरूलाई हार्दिक धन्यवाद र यसै गरी साथ सपोर्ट गरिदिनु होला सो एभ्री वान सब्सक्राइब माई च्यानल फेरि आउँदै गर्छ यस्तो यस्तो भिडियोहरू सो लेट्स गो त्यही हो